नमस्कार, हार्दिक स्वागत एवं अभिवादन छन् आजको यस भिडियो श्रृङ्खलामा तपाईहरू सबैलाई। आजको यस भिडियो श्रृङ्खलामा विशेषतः कोष अर्थात् सेलको बारेमा तपाईहरूको समक्ष संक्षिप्त तथा मुख्य कुराहरू प्रस्तुत गर्न गइरहेको छु। आजको यो भिडियो श्रृङ्खला विशेषतः विद्यालय स्तरका भाइ बहिनीहरूको लागि अति नै उपयोगी र फलदायी हुने अपेक्षा राखेको छु। यो भिडियोले जुन कक्षामा विज्ञान तथा स्वास्थ्य विषयमा सेल अर्थात् कोष चेप्टर छ ती सबै कक्षाका विद्यार्थीहरूलाई फलदायी हुने अपेक्षा राखेको छु। आउनुहोस् सुरु गरौँ आजको विषयवस्तु। आज हामीले सेलको बारेमा कोषको बारेमा पढ्ने गर्दछौँ। सेललाई नेपाली भाषामा कोष भनिन्छ। सेल शब्द ल्याटिन भाषाको साइटो भन्ने शब्दबाट आएको छ र सेललाई हिन्दी भाषामा कोशिका भन्ने गरिन्छन्। त्यस्तै द स्टडी अफ सेल इज कल्ड साइटोलोजी अर्थात् सेल सम्बन्धी अध्ययनलाई साइटोलोजी भनिन्छ अर्थात् सेल सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई साइटोलोजी भन्ने गरिन्छ। अब म तपाईहरू समक्ष कोषको संक्षिप्त परिचय र परिभाषा प्रस्तुत गर्न गइरहेको छु। द बेसिक स्ट्रक्चरल एन्ड फङ्सनल युनिट अफ लाइफ इज कल्ड सेल अर्थात् जीवनको आधारभूत संरचनात्मक र क्रियात्मक एकाइलाई कोष भनिन्छ। कोष जीवको शरीरको सबभन्दा सानो एकाइ हो। जसरी एउटा घरको निर्माण, एउटा बिल्डिङको निर्माण इँटाहरूबाट हुने गर्दछन्, त्यस्तै जीवको शरीरको निर्माण कोषहरूबाट मिलेर बनेका हुन्छन्। कोष बिना जीव जन्तुको शरीरको निर्माण असम्भव रहेका छन्। मोस्टली सेल आर भेरी स्मल, प्राय जसो सेलहरू एकदम साना हुन्छन्। दे कान्ट बी सिन विथ आवर नेक्ड आइज, तिनीहरूलाई हाम्रो नाङ्गो आँखाले हेर्न सकिँदैन। त्यस्तै माइक्रोस्कोप इज निडेड टु अब्जर्भ द सेल, कोषहरूको अवलोकन गर्नको लागि माइक्रोस्कोपको आवश्यकता पर्ने गर्दछन्। माइक्रोस्कोपलाई नेपाली भाषामा सूक्ष्मदर्शक यन्त्र भन्ने गरिन्छ। यो दायाँतिर देखिएको जुन चित्रमा छ त्यो माइक्रोस्कोपको चित्र रहेका छन्। यसले अत्यन्त सानो जीव अर्थात् भाइरस, ब्याक्टेरिया लगायत एकोशीय जीवहरूलाई ठुला बनाएर देखाउने गर्दछन् र यसले हामीलाई अवलोकन गर्न सहयोग पुर्याउने गर्दछन्। अब सुरु गर्छौँ चाहिँ सेललाई किन युनिट भनिन्छ। वाइ द सेल इज कल्ड द युनिट अफ लाइफ। सेललाई जीवनको एकाइ किन भन्ने गरिन्छन् भने जस्तै यो जुन बडी छ त्यो बडीमा जीवन प्रक्रिया अन्तर्गत विभिन्न क्रियाहरू हुने गर्दछन्। जस्तै रेस्पिरेसन भयो, मेटाबोलिजम भयो। मेटाबोलिजमको अर्थ भयो मतलब द केमिकल रिएक्सन इन द सेल। रिप्रोडक्सन भयो, एक्सक्रिएसन भयो, ट्रान्सपिरेसन भयो अर्थात् श्वास प्रश्वास, मेटाबोलिजम उपापचयन, रिप्रोडक्सन प्रजनन, एक्सक्रिएसन उत्सर्जन क्रियाहरू यी हाम्रो बडीले गर्ने गर्दछन्, हाम्रो शरीरले गर्दछन्। त्यसै अनुसार हाम्रो जुन सेल छ सेलले पनि रेस्पिरेसन, मेटाबोलिजम, रिप्रोडक्सन, एक्सक्रिएसन जस्ता क्रियाहरू गर्ने गर्दछन्। जुन क्रियाहरू बडीले गर्छन् त्यही क्रियाहरू हाम्रो सेलले पनि गर्ने भएकोले सेललाई युनिट अफ लाइफ भन्ने गरिन्छन्। नेपालीमा कोषलाई जीवनको एकाइ भनिन्छ किनभने यो सबै जीवित क्रियाकलापहरू गर्न सकिने सबैभन्दा सानो संरचना हो। श्वास प्रश्वास, उपापचयन, प्रजनन, उत्सर्जन आदि क्रियाहरू यसले गर्ने गर्दछन्। जस्तै यो जुन चित्र रहेका छन् त्यो चित्र एउटा सेलको रहेको छन्, कोषको चित्र रहेका छन् र यो कोष कुन प्रकारको कोष हो अर्थात् के को कोष हो त्यो हामी हेर्न सक्छौँ। यो ओनियन सेल अर्थात् प्याजको सेल हो, हेर्न सक्छौँ। इँटाहरू जसरी जोडिएर वाल बनेका हुन्छ त्यसरी नै चाहिँ जोडिएर यो सेल बनेको छन्। त्यस्तै अर्को चित्र जुन छ त्यो स्पर्म सेल रहेको छन्। यो पुरुषको शरीरमा हुने सबभन्दा सानो कोष भयो। त्यस्तै न्युरोन सेल मानव शरीरको सबभन्दा लामो सेल भयो र सबैभन्दा कम
रिप्रोडक्सन गर्ने गर्दछन् यो सेलले। न्युरोन सेल भयो। अब हामीले हिस्ट्री अफ द सेल हेर्ने गर्दछौँ। सेलको बारेमा यसका इतिहास हामी चाहिँ खोतल्ने प्रयास गर्दछौँ। सन् 1965 मा रोबर्ट हुकले चाहिँ डेड क्रक सेल पत्ता लगाउनु भएको थियो। त्यसैले उहाँलाई चाहिँ फादर अफ सेल भन्ने गरिन्छन्। डेड क्रक सेलको अर्थ हुन्छ यो मृत जुन प्लान्ट सेल हुन्छ, डेड प्लान्ट सेल जुन यहाँ फिगरमा दिएको छन्, यस्तो प्रकारको जुन सेल हुन्छ, कोष हुन्छ, यसलाई चाहिँ डेड क्रक सेल भन्ने गरिन्छन्। त्यस्तै सन् 1674 तिर एन्थोनी भान ल्युवेनहकले चाहिँ जीवित कोष खोज्नु भएको हो। अब मृत सेलपछि जीवित कोषको खोजी गर्ने श्रेय सबभन्दा पहिला एन्थोनी भान ल्युवेनहकलाई चाहिँ दिएको छन्। उहाँले चाहिँ 1674 तिर खोजी गर्नुभएको हो। त्यस्तै प्रकारले 1838 तिर म्याथिस स्लाइडेनले सबै बिरुवाहरू कोषबाट बन्नेका हुन्छन् भन्ने थ्योरी स्थापना गर्नुभयो। उहाँले नै सबभन्दा सुरुमा पहिला पत्ता लगाउनु भयो कि सबै बिरुवाहरू चाहिँ कोषबाट बनेका हुन्छन् भन्ने जुन थ्योरी छ, त्यो थ्योरीको स्थापना गर्नुभएको हो। त्यस्तै 1839 तिर थियोडर स्वानले सबै जनावरहरू कोषबाट बनेका छन्। जुन थियोडर स्वानले अल एनिमल्स आर मेड अफ सेल भन्ने कुराको पत्ता लगाउनु भएको हो। त्यसैले स्लाइडेन र स्वानलाई सेल थ्योरीका जन्मदाता पनि भन्ने गरिन्छन्। अब सेल थ्योरी के हो भने अल लिभिङ बिङ्स आर मेड अफ सेल। जति पनि जीव जन्तुहरू रहेका छन्, अर्थात् त्यो प्लान्ट होस् या एनिमल्स होस्, ती सबै जीव जन्तुहरू कोषबाट बनेका हुन्छन्। त्यो चाहिँ सेल थ्योरी हो र सेल थ्योरीको प्रतिपादकको रूपमा स्लाइडेन र स्वानलाई चाहिँ चिनिने गरिन्छ। त्यस्तै अब सेलका बारेमा केही हामी रोचक कुराहरू जान्न चाहिँ प्रयास गर्ने गर्दछौँ। सुरुमा द स्मलेस्ट सेल इज माइकोप्लाज्म हुज डायमिटर इज 0.2 to 0.3 माइक्रोमिटर। सबभन्दा संसारको यो सबभन्दा सानो जुन कोष छ त्यो माइकोप्लाज्म हो, जसको डायमिटर व्यास 0.2 देखि 0.3 माइक्रोमिटर हुने गर्दछन्। यो एक किसिमको पारासाइटिक ब्याक्टेरिया हो। पारासाइटिक अर्थ भयो जुन आफ्नो होस्टको शरीरमा बाँच्ने गर्दछन् र होस्टकै शरीरको ब्लड चुसेर बाँच्ने गर्दछन्। त्यस्ता प्रकारका जीवलाई पारासाइट भन्ने गरिन्छ र यो पनि माइकोप्लाज्म पनि पारासाइटिक ब्याक्टेरिया नै हो, जुन चाहिँ हाम्रो युरिनोजेसियल ट्र्याक अर्थात् मूत्रमार्ग जुन छ त्यो मूत्रमार्गमा चाहिँ पाइने गर्दछ। त्यसै द लार्जेस्ट सेल इज द ओस्ट्रिच एग हुज मेजर अप टु 15 to 20 सेन्टिमिटर डायमिटर एन्ड वेट अराउन्ड 1.4 kg। र संसारको सबभन्दा ठुलो सेल ओस्ट्रिचको अन्डा हो, जसको आकार 15 देखि 20 सेन्टिमिटर हुने गर्दछन् र तौल भने 1.4 kg अर्थात् लगभग 1.5 kg को हुने गर्दछन्। र यो संसारको सबैभन्दा छिटो दगुर्ने पन्छी पनि हो ओस्ट्रिच। ओस्ट्रिचलाई नेपालीमा शतुरमुर्ग भनिन्छ। त्यस्तै अर्को द लार्जेस्ट सेल इन द ह्युमन बडी इज ओभम और एग सेल विथ डायमिटर अबाउट 100 to 120 माइक्रोमिटर। मानव शरीरको सबभन्दा ठुलो कोष डिम्ब हो, जसको व्यास करिब 0.1 देखि 0.12 मिलिमिटरसम्म हुन्छ। माइक्रोमिटरमा 100 देखि 120 माइक्रोमिटरसम्म हुन्छ र मानव शरीरको एकमात्र यो कोष हो जुन चाहिँ नाङ्गो आँखाले देखिन्छ र यो महिलाको शरीरमा हुने गर्दछ। त्यस्तै द स्मलेस्ट सेल इन द ह्युमन बडी इज ए स्पर्म सेल विथ द डायमिटर अबाउट 50 to 60 माइक्रोमिटर। मानव शरीरको सबभन्दा सानो कोष स्पर्म सेल हो, शुक्रकीट सेल हो, जसको डायमिटर 50 देखि 60 माइक्रोमिटरसम्म हुने गर्दछ। This is the organ in the human body that has highest cell division।
अनि कि हाम्रो बडीमा जति जुन अर्गनहरू छ ती अर्गनहरूमध्ये सबभन्दा बढी सेल डिभिजन हुने अङ्ग हाम्रो बोन म्यारो हो। बोन म्यारो भनेको यो बोनको भित्र जुन हुने गर्छ रातो रातो त्यो बोन म्यारो हो। यसले दैनिक सरदर करोडौँ चाहिँ सेलको उत्पादन गर्ने गर्दछन्, जसमध्ये 2 देखि 3 मिलियन प्रति सेकेन्ड रेड ब्लड सेल नै उत्पादन गर्ने गर्दछन्। त्यस्तै दोस्रो स्थानमा लिभर रहेको छन् र लिभरको खास एउटा अर्को कुरा के छ भने यो जुन रिजेनरेसनको कुरा भयो, पुनर्निर्माणका कुरा भयो भने सबभन्दा बढी हाम्रो शरीरमा जति पनि अर्गनहरू छन् ती अर्गनहरूमध्ये सबभन्दा बढी जुन सेलको पुनर्निर्माण गर्न सक्ने जुन क्यापेसिटी हुन्छ त्यो हाम्रो लिभरमा हुने गर्दछन्। त्यसैले लिभरमा भएका साना घाउ भयो वा काटियो भने ठिक हुने चान्सेस एकदम हाई हुन्छ। त्यस्तै द ह्युमन अर्गन विथ द लिस्ट सेल डिभिजन इज ब्रेन। सबभन्दा कम कोष विभाजन हुने अङ्ग मस्तिष्क हो। मस्तिष्कमा न्युरोन सेल हुने गर्दछन् र यो सबैभन्दा कम सेल डिभिजन हुन्छ। त्यसैले मस्तिष्कमा लागेको चोटपटक हुन्छ त्यो एकदम चाँडो निको हुँदैन वा हुँदैन अनि पछि गएर चाहिँ ब्रेन ट्युमरहरू हुने चान्सेस बढी हुन्छ। त्यसै अब क्यान्सर सेल भनेको के हो? यो एक किसिमको एबनर्मल सेल हो जुन नर्मल सेल भन्दा आकारमा बढी हुन्छ, त्यो भन्दा ठुला हुन्छन् र यो चाहिँ पछि गएर शरीरका अन्य भागहरूसँग फैलिने गर्दछन्। क्यान्सर इज अ ग्रुप अफ डिजिज इन्भल्भिङ द एबनर्मल सेल ग्रोथ विथ द पोटेन्सियल टु स्प्रिड टु अदर पार्ट्स अफ द बडिज। यो एक किसिमको एबनर्मल सेल हो अनि कि त्यसको जुन आकार हुन्छ त्यो आकार जुन नर्मल सेल भन्दा चाहिँ एकदम ठुला हुन्छ र यो पछि गएर शरीरका विभिन्न भागहरूमा चाहिँ फैलिने गर्दछन्। अब टाइप्स अफ सेलका कुराहरू गरौँ। टाइप सेलका प्रकार। सेललाई विभिन्न प्रकारमा बाँडिएको छन्। विभिन्न आधारमा वर्गीकरण गर्दा धेरै प्रकारका सेलहरू हुन्छन्। तथापि हामीले चाहिँ स्ट्रक्चरल क्लासिफिकेसनको आधारमा हेर्ने भने अन द बेसिस अफ स्ट्रक्चरल क्लासिफिकेसन द सेल इज डिभाइडेड इन्टु 2 पार्ट्स, प्रोक्यारियोटिक र अर्को चाहिँ युक्यारियोटिक सेल हुन्छ। अब प्रोक्यारियोटिक के हुन्छ भने विदाउट न्युक्लियस। प्रोक्यारियोटिक सेल विदाउट न्युक्लियस हो भने युक्यारियोटिक सेल चाहिँ विकसित किसिमको सेल हो जुन हाम्रो बडीमा पाइन्छ, प्लान्ट्सको बडीमा हुन्छ। यी चाहिँ के हो त युक्यारियोटिक सेल हुन्छ र युक्यारियोटिक सेल चाहिँ 2 प्रकारको हुने गर्दछन्। एउटा के भयो त विथ प्लास्टिड र अर्को चाहिँ विदाउट प्लास्टिड। अर्थात् चाहिँ हामीले सिम्पल भाषामा भन्यो भने एउटा चाहिँ एनिमल सेल हुन्छ जसमा चाहिँ प्लास्टिड हुँदैन र अर्को चाहिँ के हुन्छ प्लान्ट सेल हुन्छ जसमा चाहिँ प्लास्टिड हुने गर्दछन्। अब प्रोक्यारियोटिक सेल के हो त? प्रोक्यारियोटिक सेल्स आर विदाउट न्युक्लियस। तिनीहरू चाहिँ के हुन्छ त एकदम न्युक्लियस हुँदैन। यिनीहरू अर्लिएस्ट अन द अर्थ र यो चाहिँ पृथ्वीको चाहिँ निर्माण हुँदाखेरि सबभन्दा पहिला प्रोक्यारियोटिक सेल भएका जीवहरू आएका थिए। इक्जाम्पलमा ब्याक्टेरिया भयो, आर्किया चाहिँ यिनीहरू प्रोक्यारियोटिक सेल सब भयो। त्यस्तै युक्यारियोटिक सेल भनेको के हो? यिनीहरू चाहिँ डेभलप सेल हुन्छ। सेल द्याट ह्याभ न्युक्लियस इन्क्लुज विथ द न्युक्लियर मेम्ब्रेन। न्युक्लियर मेम्ब्रेनको भित्रमा न्युक्लियस हुने गर्दछन् र यिनीहरू ठुला हुन्छन्, कम्प्लेक्स हुन्छ। यस्ता किसिमको जुन सेल हुन्छ यसलाई युक्यारियोटिक सेल भन्ने गरिन्छ। जस्तै यो जुन फिगर छ फर्स्ट नम्बरको फिगर त्यो चाहिँ माइकोप्लाज्मको फिगर हो र यो माइकोप्लाज्म चाहिँ प्रोक्यारियोटिक सेल हो। त्यसै यो दोस्रो नम्बरको चित्र चाहिँ एनिमल सेलको रहेको छन् र एनिमल सेलभित्र चाहिँ हामीले हेर्न सक्छौँ न्युक्लियस एकदम प्रष्ट रूपले चाहिँ देखिरहेका छौँ हामीले र यो चाहिँ के हो त एनिमल सेल हो र युक्यारियोटिक सेल हो। प्रोक्यारियोटिक सेल र युक्यारियोटिक सेलमा चाहिँ के छ त भिन्नता? अब म प्रोक्यारियोटिक र युक्यारियोटिक सेलका समानता र भिन्नताहरूको बारेमा चर्चा गर्न गइरहेको छु। अब प्रोक्यारियोटिक सेलको बारेमा सुरुमा हेरौँ। यिनीहरूमा नो मेम्ब्रेन बाउन्ड अर्गनेल। यो जुन सेलभित्र जुन का पार्टहरू हुन्छ त्यसलाई मेम्ब्रेनले ढाकिएका हुँदैन। त्यस्तै नो ट्रु न्युक्लियस,
न्युक्लियस चाहिँ हुँदैन, युनिसेलुलर हुन्छ र यसको आकार 0.1 देखि 5 माइक्रोमिटरसम्म हुने गर्दछन्। हाज सेल वाल हुन्छ र एसेक्सुअल रिप्रोडक्सन हुन्छ। एसेक्सुअल भनेको विदाउट मेल र फिमेलको चाहिँ मिलनबाट हुने रिप्रोडक्सन हो। त्यसै युक्यारियोटिक सेलमा चाहिँ मेम्ब्रेन हुन्छ र त्यो भित्र चाहिँ विभिन्न पार्ट्सहरू हुन्छ। न्युक्लियस भयो, राइबोसोम भयो, लाइसोसोम भयो, माइटोकन्ड्रिया भयो, यिनीहरूलाई चाहिँ एउटा मेम्ब्रेनले ढाकिएका हुन्छन्, कभर गरिएको हुन्छन्। त्यस्तै न्युक्लियस हुन्छ। युनिसेलुलर र मल्टिसेलुलर चाहिँ दुईटै प्रकारका हुने गर्दछन्। 10 देखि 100 माइक्रोमिटरसम्म चाहिँ यसको चाहिँ के हुन्छ त आकार हुने गर्दछन्। साथै यसले एसेक्सुअल र सेक्सुअल रिप्रोडक्सन दुईटै गर्ने गर्दछन्। अब समानताको कुराहरू गर्यो भने दुईटैमा राइबोसोम हुन्छ, सेल मेम्ब्रेन हुन्छ र डिएनए पनि हुन्छ, साथसाथै साइटोप्लाज्म पनि दुईटैमा हुने गर्दछन्। यो चाहिँ प्रोक्यारियोटिक सेल र युक्यारियोटिक सेल बीचको भिन्नता र समानता हो। अब मैले केही अन्य क्लासिफिकेसनहरूको बारेमा चर्चा गर्न गइरहेको छु। अब विभिन्न प्रकारहरूमध्ये, विभिन्न आधारमा गरिएका प्रकारहरूमध्ये केही यहाँ छ युनिसेलुलरको बारेमा। युनिसेलुलर के हो त? एक कोषीय युनिसेलुलर नेपालीमा एक कोषीय भन्ने गरिन्छन्। अर्गेनिजम मेड अफ वन सिंगल सेल दैट परफॉर्म ऑल लाइफ फंक्शन। एकै कोषबाट बनेका हुन्छन् र त्यो कोषभित्र हरेक प्रकारका क्रियाहरू जुन हुने गर्दछन्, बाँच्नको लागि गरिने हरेक प्रकारका क्रियाहरू हुन्छ। जस्तै फिडिङ भयो, मुभमेन्ट भयो, रिप्रोडक्सन भयो, ती सबै क्रियाहरू जुन हुने गर्दछन् त्यस्ता प्रकारका जीवलाई चाहिँ युनिसेलुलर भन्ने गरिन्छ। इक्जाम्पलमा अमिबा, प्रामेसियम, युग्लिना भयो। यी जीवहरू प्रोटोजोआ फाइलममा चाहिँ हुने गर्दछन्। अदर्स मल्टिसेलुलर बहुकोषीय जीव। बहुकोषीय जीव भनेको धेरै प्रकारका सेलहरूको चाहिँ मिश्रणबाट मिलेर चाहिँ बनेका हुन्छ। त्यस्तो प्रकारको जीवलाई चाहिँ मल्टिसेलुलर जीव भनिन्छ। यिनीहरूलाई विभिन्न प्रकारका स्पेशल फङ्सन गर्नको लागि स्पेशल चाहिँ सेल हुने गर्दछन्। इक्जाम्पलमा भने ह्युमन भयो, प्लान्ट्स भयो, एनिमल्स भयो, यिनीहरू चाहिँ मल्टिसेलुलर चाहिँ हुने गर्दछन्। अब सोमाटिक सेल के हो त? बडी सेल हो। यो एक प्रकारको नन रिप्रोडक्टिभ सेल हो। रिप्रोडक्टिभ सेलहरूमा चाहिँ स्पर्म सेल, ओभम सेलहरू चाहिँ हुने गर्दछन्। त्यो चाहिँ सोमाटिक सेल नन रिप्रोडक्टिभ सेल हुन्छ, जसमा चाहिँ क्रोमोजोम चाहिँ हुने गर्दछन् र यसले चाहिँ टिस्यु, अर्गेन्स, सिस्टम बनेका हुन्छन्। हाम्रो तन्तु, अङ्ग र सिस्टम जुन यो सोमाटिक सेलबाट बनेको हुन्छ। जस्तै इक्जाम्पलमा स्किन सेल, मसल सेल, लिभर सेल, यी सबै सोमाटिक सेल हुने गर्दछन्। शरीरका कोषहरू, प्रजनन कोष बाहेक यसमा चाहिँ 2वटा क्रोमोजोम सेट डिप्लोइड हुन्छ। तन्तु, अङ्ग र प्रणालीहरू यसले बनाएको हुन्छ। यसलाई चाहिँ सोमाटिक सेल भन्ने गरिन्छ। कोषका भाग र यसका कामहरूको बारेमा अर्को भागमा ल्याउने जानकारी गराउँदै आजको भिडियोबाट बिदा लिन चाहन्छु। नमस्कार, थ्याङ्क्स फर वाचिङ।